नमस्कार। कार्यक्रम सेवामा रोटरीमा म प्रमिला मानन्धर यहाँलाई हार्दिक स्वागत गर्छु। रेडियो सगरमाथा र रोटरी नेपालको सहकार्यमा उत्पादित कार्यक्रम सेवामा रोटरी तपाई हरेक दिन यही समयमा सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा हामी रोटरी नेपालले अरू सहयोगी संस्थाहरूसँग मिलेर गरिरहेका कामहरूबारे चर्चा गर्छौं अनि विभिन्न रोटरी क्लबका साप्ताहिक बैठक बारेको जानकारी पनि यसमा समेट्छौं। हरेक आइतबार जस्तै आज पनि हामी कार्यक्रममा अघि बढौं स्तम्भका साथ आएका छौं। यो स्तम्भमा हामी स्वरोजगारमा लागिरहेका उद्यमीको सफलताको कथा अनि त्यही सन्दर्भमा विज्ञको धारणा बुझ्छौं। यसै क्रममा आज हामी वीरगंजको ढोरे गाउँमा श्याम बदन यादवको एक्लो प्रयासले आएको परिवर्तनबारे चर्चा गर्छौं। एक्ला व्यक्तिको उद्यमशीलताका कारण कलश मिल्क इण्डस्ट्रीजको स्थापनाबाट समग्र गाउँ अनि झण्डै पूरै पर्सा जिल्लामा परेको प्रभाव हामी यस क्रममा समेट्छौं अनि नेप्लिज यङ एन्टरप्रेन्योर्स फोरमका अध्यक्ष तथा त्रिपुरेश्वरको डिरेक्सन एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टर DECC का कार्यकारी निर्देशक अनुज श्रेष्ठसँग हामी वरपर भएका अवसर पहिचान कसरी गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्छौं। साथै ललितपुरको गोटीखेल 5 मा भर्खर भित्रिएको अटोमिल्क इनलाइजर प्रविधिले त्यस क्षेत्रका किसानको काममा ल्याएको सहजता बारेको प्रस्तुति पनि समेट्छौं। अनि यो अप्रिल महिनामा हामी समृद्ध नेपालका सम्भावना भन्ने विषयलाई नै निरन्तरता दिइरहेका छौं। यसैले आजको अंकमा पनि हामी नेपालमा भएको सम्भावनाकै बारेमा थोरै चर्चा गर्छौं। यसमा पनि साना तथा घरेलु उद्योगहरूको केही सम्भावनाहरूका बारेमा आज जान्छौं। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी सुरेन्द्र न्यौपाने। ग्रामीण भेगका सम्भावनाहरू। ग्रामीण भेगका धेरैजसो स्थानमा कृषिजन्य उत्पादनका साना तथा घरेलु उद्योगहरूको बढ़ी सम्भावना रहन्छ। यसमा स्थानीय स्तरमा रहेका स्रोत तथा साधनको परिचालन हुने किसिमका उद्योग सञ्चालनको कार्यलाई कार्यान्वयनमा लाग्दा फाइदाजनक हुन सक्छ। नेपालमा कृषि उत्पादनमा आधारित साना तथा घरेलु उद्योगहरूको पनि प्रशस्त सम्भावना रहेको छ। यसमा पर्ने उत्पादनहरूमध्ये मौरी पालन, बाख्रा पालन, च्याउ खेती, रेशम खेती, माछा पालन, बेमौसमी तरकारी खेती र दूध उत्पादनमा विशेष फाइदा पाउन सकिन्छ। हिमाली भेगमा चीज उत्पादन जस्ता उद्योगहरू सम्भावित हुन सक्छन्। यसैगरी ग्रामीण भेगमा सिपमा आधारित उद्योगहरू पनि स्थापना गर्न सकिन्छ। यसमा ढाका बुनाई, उनीको लत्ता कपडा बुनाई, बाँस र निगालोका सामानको उत्पादन जस्ता उद्योगहरू फस्टाउन सक्दछन्। विशेषतः यस्ता उद्योग सञ्चालनका लागि सहकारीको अवधारणाले सहयोग पुर्याउन सक्छ भने बचत र ऋण समूहहरूले कर्जा प्रवाहमा विशेष सहयोग पुर्याउन सक्छन्। ग्रामीण भेगमा उद्योग स्थापना गर्दा विशेष ध्यान उत्पादनको बजारीकरणलाई पनि दिनुपर्छ। उत्पादनलाई बजारसम्म ल्याउन सकिने व्यवस्थामा ध्यान पुर्याउन आवश्यक हुन्छ। अर्धशहरी क्षेत्रका सम्भावनाहरू। अर्धशहरी क्षेत्र धेरैजसो शहरी क्षेत्रको नजिकै स्थित हुन्छ र यस्ता क्षेत्रबाट उत्पादित वस्तुलाई बजारसम्म पुर्याउन अलि सहज हुन्छ। नेपाली लोक्ताबाट बनाइने कागजको नेपाल भन्दा बाहिर निर्यातको ठूलो सम्भावना रहेको छ। यसैगरी नेपालमा हस्तकला उत्पादनको पनि ठूलो बजार रहेको छ। पर्यटन क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको विकासको प्रशस्त सम्भावनाहरू रहेका छन्। यस क्षेत्रमा काम गर्नका लागि बजारको ठूलो खाँचो नरहन सक्छ। अर्धशहरी क्षेत्रमा साना तथा घरेलु उद्योग स्थापना गर्दा शहर क्षेत्रका बजारमा रहेको मागबारे जानकारी राख्न आवश्यक हुन्छ र यस्तै माग अनुसारको वस्तु उत्पादन गर्नुपर्छ। अर्धशहरी क्षेत्रमा जग्गा भएमा कृषिजन्य वस्तु या जमिन नभएमा सिपमा आधारित वस्तुहरू उत्पादन गर्न सकिन्छ। शहरी क्षेत्रका सम्भावनाहरू। विशेषतः शहरी क्षेत्रमा फस्टाएका केही उद्यमहरूमध्ये ब्युटी पार्लर, टेलरिङ, कपाल काट्ने पसल रहेका छन्। यो उद्यमीको सिपमा आधारित उद्योगहरूका लागि उपभोक्ता धेरै चाहिने भएकाले शहरी क्षेत्रमा यस्ता उद्योगहरू बढ़ी फस्टाएको पाइन्छ। साथै घरमा नै उत्पादन गर्न सकिने प्याकेज वस्तुहरू जस्तै अचार, मस्यौरा, तितौरा जस्ता खाद्यान्नहरूको पनि बजार ठूलो रहेको छ। शहरी क्षेत्रमा यस्तो उद्योगहरूमा धेरैजसो महिला उद्यमीहरू संलग्न भएको पाइन्छ। शहरी क्षेत्रमा उत्पादन गर्ने स्थानको अभाव हुने हुनाले सानो ठाउँ भए पनि पुग्ने स्वरूपको उत्पादनमा केन्द्रित भए कम खर्चमा बढ़ी नाफा आर्जन गर्न सकिन्छ।
शहरी क्षेत्रमा सिप सिक्नका लागि प्रशस्त तालिम केन्द्रहरू पनि हुने भएकाले जो कसैले पनि तालिम लिएर सिप हासिल गरेर उद्योग स्थापना गर्न सक्ने सम्भावना हुन्छ। जलविद्युतमा रहेका सम्भावनाहरू। ऊर्जाको अत्यन्त प्रभावकारी स्रोतहरूमध्ये जलविद्युत प्रमुख स्रोत हो। पानीलाई भण्डारण गरेर आफूलाई चाहेको समयमा ऊर्जा निकाल्न सकिने भएकाले पनि जलविद्युतलाई ऊर्जाको भरपर्दो स्रोतका रूपमा लिइन्छ। ऊर्जाका अन्य स्रोतहरूभन्दा जलविद्युत आर्थिक रूपमा र पर्यावरणीय हिसाबले पनि सस्तो र किफायती हुन्छ। उच्च स्तरको आर्थिक वृद्धिसँगै भारतमा अत्यन्त ठूलो परिमाणमा ऊर्जाको माग बढ्ने सम्भावना देखा पर्दैछ भने आपूर्ति चाहिँ माग अनुसार तीव्र गतिमा वृद्धि हुन सकिरहेको छैन। उत्तर भारतमा मात्रै ऊर्जाको माग र आपूर्तिमा 40,000 मेगावाटको अन्तर रहँदै आएकोमा सन् 2030 सम्म पुग्दा यो अन्तर 1,50,000 मेगावाट पुग्ने अनुमान छ। यो नेपालका लागि सुनौलो अवसर हो। आर्थिक रूपमा 42,000 मेगावाटबाट बढी जलविद्युतको सम्भावना रहेको नेपालले ऊर्जाको निर्यात गर्ने ठूलो सम्भावना बोकेको छ। पर्यटन क्षेत्रमा रहेका सम्भावनाहरू। नेपालको आर्थिक विकासका लागि ठूलो सम्भावना बोकेको अर्को क्षेत्र पर्यटन पनि हो। नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण हुनु र उच्च आर्थिक वृद्धिले गर्दा छिमेकी देशका नागरिकहरू पर्यटनतर्फ उच्च संख्यामा आकर्षित भइरहेको अवस्था नेपालका लागि ठूलो अवसर हो। पर्यटन क्षेत्रमा जलविद्युतमा जस्तो लाभ प्रतिफलका लागि लामो समय प्रतीक्षा गरिराख्नु पर्दैन। पर्यटन क्षेत्रबाट पर्याप्त लाभ लिन सके छोटो समयमा नै नेपालले गरिबी निवारण गर्न सक्छ। नेपालले वर्षमा 10 लाख पर्यटक भित्र्याउनकै लागि कसरत गर्नु परिरहेको अवस्था छ। जबकि हङकङले सजिलै वर्षको 40 लाख र मलेसियाले वर्षको 2 करोड़ 20 लाख पर्यटक भित्राइरहेका छन्। केही दशक अघिसम्म पनि मलेसिया जाने पर्यटकको संख्या करिब 70,000 मात्रै रहेको थियो। यसबाट नेपालको पर्यटन क्षेत्रमा रहेको अथाह सम्भावनाको झलक पाउन सकिन्छ। नेपालको छिमेकी देश चीनबाट बाहिर जाने पर्यटकको संख्या सन् 2010 मा 5 करोड़ रहेको र यो संख्या सन् 2020 सम्ममा बढेर 10 करोड़ पुग्ने अनुमान छ। यसैगरी भारतबाट बाहिर जाने पर्यटकको संख्या सन् 2020 सम्ममा 5 करोड़ पुग्ने अनुमान छ। यी दुई देशका बाहिर जाने पर्यटक संख्याको 10% मात्र नेपाल भित्र्याउन सके पनि नेपालमा पर्यटक आगमनको संख्या 1 करोड़ 50 लाख नाग्नेछ, जुन नेपालका लागि पर्याप्त भन्दा पनि बढी संख्या हो। यसबारे तपाई थप जान्न चाहनुहुन्छ भने www.samriddhi.org मा पनि हेर्न सक्नुहुन्छ। अब आजको सफलताको कथा। हामीले कुनै काम गर्न सकेनौं भने सजिलै अगाडि राख्ने तर्क हो, एक्लैले गरेर के हुन्छ त। तर यही कार्यक्रममा पनि यसअघि एक्लैको प्रयासले मानिसले आफ्नो लागि मात्र होइन समुदायकै लागि नयाँ अवसर बनाएका उदाहरणहरू प्रस्तुत गरेको यहाँलाई यादै छ होला। वास्तवमा भन्ने हो भने एक्लै यात्रा शुरू गरे पनि त्यसको प्रभावले अरू थुप्रैलाई आफ्नो बाटो पछ्याउन बाध्य बनाउनेलाई नै उद्यमी भनिन्छ। आज हामी वीरगंजका यस्तै एक उद्यमी सफ्टवेयर इन्जिनियर श्याम बदन यादवले थाल्नु भएको उद्यमशीलताको यात्राका बारेमा चर्चा गर्छौं। सानैदेखि भारतको पटनामा अध्ययन गर्नुभएका यादवले भारतकै बेंगलोरमा सफ्टवेयर इन्जिनियरिङको अध्ययन पूरा गर्नुभयो। त्यसपछि व्यवस्थापनमा स्नातकोत्तर भ्याउनुभएका यादवले जीवनमा जतिसुकै शिक्षा र उपलब्धि हासिल गरे पनि गाउँको अवस्था भने नराम्रोबाट झन नराम्रो हुँदै थियो। परिवर्तनको खाँचो थियो, तर सुरु कोबाट त? अगाडि सर्नुभयो यादव स्वयं। कन्डिसन त्यति राम्रो थिएन, किनकि अब कुनै गाउँमा पैसा छैन, अभियसली कन्डिसन त खराब हुन्छ त्यहाँको, हैन। पहिला मान्छेहरू के सोध्थे कि स्ट्रेट हामीहरूलाई गाँजाबाट पैसा आइरहेछ भने अरू काम किन गर्ने, हैन। तर अहिलेको कन्डिसनमा मान्छेहरूलाई हामीहरू विकल्पको रूपमा यो इन्डस्ट्री दिए अनि उनीहरू अब सबै भैँसी फार्मिङ, काउ फार्मिङहरू गरिरहेछन्। खेती पनि एकदमै राम्रोसँगबाट गरिरहेको। अवैध गाँजा खेतीमा रमाएका किसानहरूले अरूको जीवन त बिगारि नै रहेको थियो, साथै त्यसको प्रभावबाट उनीहरूको परिवार पनि बचेको भने थिएन। अशिक्षा, अज्ञानता, अविकासका कारण दिन प्रतिदिन गाउँले किसानहरूको जीवन स्तर खस्कँदै गइरहेको थियो। पहिला त एकदमै यहाँ त पहिला गाँजा खेती भइरहेको थियो, हैन। अनि मान्छेहरूलाई त्यति रोजगार थिएन। तर अहिलेको कन्डिसनमा जुन टाइमदेखि हामीहरू फ्याक्ट्री यतातिर दिएछौँ, गभर्मेन्टले पनि धेरै यसमा यो गरेछ, गाँजा खेती बन्द भयो। अब सबैभन्दा मेन कुरो थियो कि मान्छेहरूसँग अरू कुनै विकल्प थिएन।
यो डेरीलाई यो इन्डस्ट्रीलाई हामीहरू यहाँ चलायौँ विकल्पको रूपमा। अहिले मान्छेहरू एप्रोक्सिमेटली 4,000 देखि 5,000 मान्छेहरू यहाँ बेनिफिटेड छन् यो फ्याक्ट्रीबाट। पैसा त यिनीहरू कमाइरहेको थिए पहिला, तर जहाँ बाहिर बेच्थे त्यहाँ बाहिर जुन मान्छे गाँजालाई सेवन गर्थ्यो उसको त फ्यामिली एकदमै बर्बाद भइरहेको थियो नि, होइन। अनि त्यही हामीहरू सोचे कि यो गाँजा खेती कसरी बन्द गराउने। गाँजा खेती त बन्द भयो, गभर्मेन्टले पनि थुप्रै यसमा स्ट्रिक्ट भयो एकदमै। त्यसपछि अब यसको विकल्पको रूपमा केही पनि थिएन कि अब किसानहरू कहाँबाट के गर्छन् कसो गर्छन्, किनकि जमिनहरू त छन् तर त्यति पैदावार बालीहरू त्यहाँ यो भइरहेको थिएन। यता राम्रो शिक्षा पाउनुभएका यादव भने जीवनमा एकपछि अर्को सफलता चुम्दै हुनुहुन्थ्यो। भारतबाट फर्केपछि एउटा ठूलो कम्पनीमा उच्च ओहदामा काम गरिरहनुभएका यादवलाई गाउँको दुरावस्थाले भने सधैँ पीड़ा र ग्लानिबोध गराइरह्यो। शुरूआत गाह्रो हुन्छ, तर कसैले त गर्नै पर्छ। अनि उहाँ आफै लाग्नुभयो परिवर्तनका लागि। आफ्नो भएको जागिर छोडेर गाउँमा कलश मिल्क इन्डस्ट्रीज खोल्छु भन्दा परिवारले मात्र होइन साथीभाइले समेत पागलको संज्ञा दिए। तर श्रीमतीको हौसलाले उहाँले अगाडि पाइला चाल्ने अठोट गर्नुभयो। निम्बसमा म एज ए डिजिएम बसेँ। त्यहाँ स्यालेरी एकदमै प्याकेज राम्रै थियो मेरो, तर मैले सोचेँ कि ठिकै छ, मलाई त एकदमै पुगिरहेछ, मेरो फ्यामिलीलाई सबै ठिकै ठाक छ, सबैजना कमाइराखेका छन्। तर मैले जुन यहाँको लाइफस्टाइल हेरेको थिएँ पहिला अनि अहिलेको, त्यसमा मलाई लाग्यो कि यिनीहरूको लागि केही न केही गर्नुपर्ने हुन्छ। गभर्मेन्टले पनि गरिरहेछ, नो प्रब्लम, तर त्यति ठुलो मात्रामा भइरहेको छैन। अब कसको लागि गर्छन्। अनि नयाँ नेपालको लागि हामीहरू नयाँ नेपाल बनाउन गइरहेछौँ, इट्स ओके, एकदमै राम्रो कुरो हो, तर त्यसको लागि हामीहरूले यतातिर गाविसहरूमा पनि वर्कआउट गर्नै पर्छ। अनि यही सोचेर मैले आफ्नो फ्रेन्डहरूसँग सल्लाह गरेँ अनि यो मिल्क इन्डस्ट्रीको स्थापना गरेँ। उनीहरूलाई यस्तो लागिरहेको थियो कि यो मिल्क फ्याक्ट्री यहाँ चल्दैन। पहिला त मान्छेहरू भनिरहेको थियो कि यस्तो राम्रो स्यालेरी छोडेर यो इन्जिनियर कहाँ यो काम गरिरहेछ। तर अहिले सबैजनालाई खुसी लाग्छ यो हेरेर कि हाम्रो लागि नै उहाँले गर्नुभएछ अनि राम्रो काम गर्नुभएछ। तर बुवा आमाले अलिकति मान्नुभएको थिएन। उहाँहरूले भन्नुभयो कि त्यो त्यस्तो नगर बाबु, किनकि एकदमै टफ लाइफ हुन्छ यसमा। तर चाहिँ मेरो वाइफले मलाई सहयोग गर्यो। उसले भन्यो कि ठिकै छ तपाईँ गर्नुहोस्, बरु तपाईँको साथ म दिन्छु। तर उहाँहरूले मैले सबै चिज कन्भिन्स गरेँ कि यो चल्छ, किनकि यहाँ यतातिर कुनै पनि यस्तो काम छैन, कुनै पनि यस्तो फ्याक्ट्री यतातिर छैनन्। तर हामीहरू राम्रोसँगबाट चलाउँछौँ भने, सबैजना इमान्दारितासँग काम गर्छन् भने यो डेफिनेटली चल्छ अनि राम्रो हुन्छ यिनीहरूको आय आर्जन। अनि उहाँले बिस्तारै बिस्तारै बुझ्नुभयो अनि आज भन्नुहुन्छ कि एकदमै राम्रो काम गरेछौ तिमी, अहिलेको कन्डिसनमा खुसी। पहिलो चरणमा 39 वटा भैँसी 39 परिवारलाई दिइयो। भैँसी त सित्तैमै दिइयो, पछि दूधबाट पैसा कटाउने गरी। तर जोखिम पनि ठूलै थियो। कतै भैँसी मर्ने हो कि, कतै कम मात्र दूध दिने हो कि, कतै पाल्ने परिवारले हेलजेक्राइबो गर्ने हो कि। तर हिम्मत नहारी अगाडि बढ्दा अहिलेको नतिजामा पुगेकोमा यादव हर्षित हुनुहुन्छ। गरिब मान्छेहरू जसको जीवन रेखा एकदमै गरिबी भन्दा तल छ, 39 जना मान्छेलाई हामीहरू भैँसी डिस्ट्रिब्युट गरे फ्री अफ कस्टमा। अनि उनीहरू दूधबाटै कटाउँछन् यो पैसा। अहिले फेरि हाम्रो प्लानिङ 300 जति बफेलो डिस्ट्रिब्युट गर्ने हो। जुन टाइममा उनीहरूले गाँजा खेती छोडेको थिए अनि त्यसपछि हामीहरूले कन्भिन्स गरे कि ठिकै छ तपाईँहरू अझ क्याटल फार्मिङ गर्नुहोस्, बरु यसमा धेरै फाइदा छ, त्यो मिल्कको जुन फ्याक्ट्री छ यहीँबाट लिइहाल्छन् सबैजना। त उनीहरूले के भने कि हामीहरूसँग त्यति पैसा त छैनन् कि हामीहरू बढी गाई भैँसी किन। अनि त्यसपछि हामीहरूले भने कि ठिकै छ हामीहरू प्रोभाइड गर्छौँ त्यो पैसा, हामीहरू ब्याङ्कसँग नत्र आफ्नै पैसा प्रोभाइड गर्छौँ तपाईँहरूलाई केटल फार्मिङको लागि, तपाईँहरू यसलाई अब विस्तार गर्नुहोस् तपाईँहरू। त्यसमा अलिकति प्रब्लम भएको थियो उनीहरूलाई कन्भिन्स गर्नमा। अलिकति डर पनि लागिरहेको थियो कि थुप्रै पैसा हामीहरू डिस्ट्रिब्युट गरिदिन्छौँ अनि फेरि उनीहरू दुध दिँदैनौँ भने अप्ठ्यारो हुन्छ। तर हामीहरू एउटा सबै आपसी समझदारीमा किसानहरूसँग यो लिएर अनि हिँडे अनि अहिलेको कन्डिसन राम्रै छ, त्यो सक्सेस नै छ। धेरै चेन्ज आएछन्। पहिला त्यति उनीहरू आफ्नो बच्चाहरूलाई स्कुल पठाइरहेको थिएन, तर अहिलेको कन्डिसनमा उनीहरू स्कुल पठाइरहेछन्, राम्रो लुगा लगाइरहेछन्, राम्रो खानपान गरिरहेछन्। आफ्नो अब सबै उनीहरूको काम जुन छन् त्यो इजी ढङ्गले एकदमै भइरहेछ। अब यात्रा सधैँ एकनासको कहाँ हुन्छ र, गाह्रो सजिलो सधैँ आउँछ। उद्यमशीलताको यात्रा पनि कुनै फरक होइन। तर यदि लक्ष्य स्पष्ट छ अनि आफूमाथि विश्वास छ भने बाटो सजिलै तय गर्न सकिँदो रहेछ। गाँजा खेतीमा लागेका किसानहरूलाई पशुपालनमा लगाएपछि गाउँको स्वरूप नै परिवर्तन भयो।
पहिले जहाँ ढोरे गाउँका बासिन्दाहरू कि त खेतीपातीमा होइन भने होहल्ला र झैझगडामा व्यस्त हुन्थे, अब उनै किसानहरू आफ्नो घर राम्रो बनाउनमा, टोल राम्रो बनाउनमा लागि परेका छन्। जहाँ पहिले साना साना बालबालिकाहरू यत्तिकै यताउता डुलेर दिन बिताउँथे, अब तिनै बालबालिकाहरू विद्यालय जान थालेका छन्। एक्लोको प्रयासमा हुँदो रहेछ, इमान्दार भएर प्रयास गरेको खण्डमा। यसैले त कलश मिल्क इन्डस्ट्रीज अहिले विस्तार हुँदैछ, फैलँदैछ। अहिलेको कन्डिसन वीरगंज मार्केट जुन छ त्यसको फुलफिल भइरहेको छैन। एप्रोक्सिमेटली 20,000 लिटर पर डे दूध चाहिन्छ वीरगंजमा, तर मात्र यहाँ 8 देखि 10,000 लिटर दूध आइरहेछ। अहिलेको कन्डिसनमा यहाँ सर्टेज छ एकदमै दूधको। मात्रै वीरगंज एउटा मार्केट छ अनि जितपुर पनि मार्केट छ, तर हाम्रो वीरगंजमै अहिले सबै दूध भइरहेछ। 17 लाख लिटर दूध चाहिन्छ। यो मेरो डाटा हो, मिनिस्ट्री अफ एग्रिकल्चर अनि कमिसन प्लानिङ। मैले हेर्दाखेरि सबैजना हामीहरूले ट्रेस गरे अनि त्यहाँबाट हामीहरूले पाए 17 लाख एप्रोक्सिमेटली दूध चाहिन्छ लिटर। तर नेपाल गभर्मेन्टले अनि नेपालको सबै मिलेर हामीहरू ओन्ली 4.5 लाख लिटर, 4 देखि 4.5 लाख लिटर दूध हामीहरू प्रोडक्सन गरिरहेछौँ। सर्टेज अहिले पनि डेलीको रिक्वायरमेन्ट 12 लाखको छ। अब यो प्रुभ गर्नको लागि म यस्तै भनिदिन्छु, हाम्रो पपुलेसन जुन छ एप्रोक्सिमेटली 3 करोड जति, 2.5 3 करोड जति। एउटा मान्छेले अब यो WHO बाट प्रमाणित पनि छ अनि सबै ठाउँमा सबैजनालाई थाहा पनि छ, एउटा मान्छेलाई एप्रोक्सिमेटली पर डे 1/2 लिटर दूध चाहिन्छ। अनि 1/2 लिटर दूध लिँदाखेरि अब तपाईँ बुझ्नु न, 1.5 करोड लिटर दूध चाहिन्छ हाम्रो नेपालको लागि। तर पनि त्यो छोड्नुहोस्, 250 ग्राम एउटा मान्छेमा लिनुहोस्, त्यसपछि पनि 75,000 लिटर भयो। अहिले हाम्रो फ्याक्ट्री एक्सपेन्सन नै भइरहेछ। 2,000 देखि 5,000 लिटरसम्मको हामीहरू 10,000 लिटरसम्म बनाउँछौँ, तर 5,000 मात्रै भनिरहेछौँ अहिलेको कन्डिसनमा। यसै कारणले हामीहरू अहिले मार्केटमा दूध पठाइरहेको छैनौँ अनि हामीहरू 20 दिनसम्म अझ मार्केटमा दूध पठाउँदैनौँ। हाम्रो प्लानिङ छ पाउडर प्लान्टतिर जानको लागि। अब त्यो फ्युचर प्लानिङ हो, तर त्यसको लागि दूध चाहिन्छ थुप्रै। अनि हाम्रो फ्युचर प्लानिङ छ एप्रोक्सिमेटली 20,000 जति बफेलो काउ डिस्ट्रिब्युट गर्ने 8 डिस्ट्रिक्ट गरिबहरूलाई 8 जिल्लामा हामीहरूले डिस्ट्रिब्युट गर्ने प्लानिङ छ। 2 साल, 1.5 साल, 3 साल पनि लाग्न सक्छ यसमा। हामीहरू पुर्याउन सकिन्छौँ, तर हाम्रो जुन फुलफिल छ त्यो वीरगंजमै हामीहरू फुलफिल भइरहेको छैन। तर पनि हाम्रो सोच छ काठमाडौँ, पोखरा, हेटौडा यो सबै ठाउँमा पुर्याउनको लागि। कलश मिल्क इन्डस्ट्रीज अहिले विस्तार हुँदैछ, फैलँदैछ अनि अबको यो विस्तारले कलश मिल्क इन्डस्ट्रीजलाई पर्सा जिल्ला बाहिर थुप्रै अरू जिल्लासम्म पुर्याउँदैछ। छिट्टै नै सायद तपाईले बिहान सबेरै उठेर सधैँ जस्तै दूध लिन जाँदा अरू थुप्रै ब्रान्डसँगै वीरगंजमै उत्पादित कलश पनि देख्न सक्नुहुन्छ होला। मेहनतको फल मिठो मात्र होइन, पोसिलो पनि हुने रहेछ भन्ने उदाहरण यादवबाट हामी पाउन सक्छौं। धेरै गाह्रो छ यो, धेरै गाह्रो छ, त्यति इजी छैन यो। अब आजको कन्डिसनमा हेर्नु न, कुनै कुनै दिन यस्तो हुन्छन् कि काम थुप्रै छ, पैसाको जरुरत छ अनि पैसा छैन। अब के गर्ने, एकदमै कोसँग लिने, कहाँ जाने, को ब्याङ्कसँग कुरा गर्ने। अनि त्यस्तो काम गर्दाखेरि यस्तो लाग्छ कि खै अब बन्द हुन्छ कि के हुन्छ। तर पनि हामीहरूले हार मानेन, यहाँ हिँडे लिएर एकदमै। अनि आजको कन्डिसनमा रिजल्ट बेटर नै छ। स्ट्रगल त गरेको थिएँ, धेरै एकदमै स्ट्रगल गरेको थिएँ अनि प्रब्लम पनि धेरै आयो। तर त्यही हो, फाइनेन्सियल जुन क्राइसिस हुन्छ नि, अब कुनै मान्छेसँग एप्रोक्सिमेटली 50 लाख जति रुपियाँ छ अनि त्यसको इन्डस्ट्रीमा मोर देन 100 लाख जति एक्सपेन्सेस भइरहेछ, 2 करोड जति एक्सपेन्सेस भइरहेछ। अनि त्यो मान्छे ब्याङ्कसँग गइरहेछ डेली आफ्नो प्रोजेक्ट लिएर, अनि कसैले ट्रस्ट गरिरहेको थिएन त्यो टाइममा कि यो हुन्छ कि हुँदैन। सबैलाई एकदम कन्भिन्स गरेन, तर पनि मान्छेहरू मानिरहेको थिएन। त अभियसली लास्ट 6 मन्थ्स के 3 मन्थ्स पहिला नै प्रब्लम भएको थियो, त्यो सबै प्रब्लम भएको थियो। तर अहिलेको कन्डिसनमा त्यो प्रब्लम सर्ट आउट भइसकेछ। अब सबभन्दा ठुलो प्रब्लम त्यही फाइनेन्सियल प्रब्लम नै हो। अब यसपछि हामी लाग्दैछौं विशेषज्ञ संघको कुराकानीतर्फ। सफल उद्यमीका सफल कथा सुन्दा सजिलो लाग्छ उद्यमको यात्रा। तर यस्तो हो भने हामीले चाहिँ किन देखेनौं त अवसर? देखेकै अवसर पनि हामीले भन्दा पहिले किन अरूले हात पार्यो त? फेरि कुनै अवसर समातेर त्यसलाई अगाडि लान खोज्दा अरूलाई त सजिलो, तर हामीलाई नै किन पैसाको अभाव हुन्छ त? आज हामी यिनै प्रश्नका जवाफ खोज्छौं नेप्लिज यङ एन्टरप्रेन्योर्स फोरमका अध्यक्ष तथा त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको चौथो